प्रहरीबाट चाहिँ यहाँ फाइल लिएर आएका छौँ हामीले होइन फाइल लिएर आएका छौँ तर जे साहबले ल्याउँदाखेरि पनि सरकारी वकिलको प्रमुख चाहिँ भागिरहेको अवस्था छ पहिला पनि नेकपा एमालेकै भर्ती केन्द्र भएको कारणले मैले पीडा पाएको थिएँ अहिले नवगठित सरकार आइपुग्दा पनि यो नेकपा एमालेकै भर्ती केन्द्रको ब्युरोक्रेट करप्सन कहाँ छ भन्दा म तपाईँहरूको मिडिया मार्फत भन्न चाहन्छु यो सरकारी वकिलको प्रमुखमा धेरैभन्दा धेरै करप्सन छ र यो प्रमुख चाहिँ अनुचित लेनदेन गरेर हरेक मुद्दाहरू नेकपा एमालेको 12वटा मुद्दा लिएर आएको छु मैले 12वटै मुद्दा चाहिँ उहाँले जहिले पनि तामेलीमा राख्नुहुन्छ अहिले प्रहरीले पक्राउको लागि लिएर आउँदा पनि अहिले भागेर बस्नु भएको छ उहाँ के गर्नुहुन्छ मलाई थाहा छैन प्रहरीले हामी लिएर आउँछौँ मान्छे भन्नुभएको छ मलाई लाग्छ बेलुकासम्म पक्राउ गर्छ होला प्रमुख चाहिँ भाग्नु भएको छ आजै पक्राउ गर्ने विश्वास त हुनुहुन्छ यसो छ यो गोर्खा नपाए न्याय जाने भन्ने कुरा तपाईँ हामीले पढेका थियौँ सुदन गुरुङ के अरे न्याय नपाए हाम्रो सुदन गुरुङले चाहिँ गोर्खाको छोरो पाएको छ उहाँले चाहिँ पक्कै पनि पृथ्वीनारायण शाहले यो देशलाई एकीकरण गर्नलाई त्यहाँबाट उठ्नु भएको थियो उहाँले न्यायको सुरुवात गोर्खाबाटै गर्नुभएको छ र म छिमेकी जिल्ला त्यही धादिङको छोरी आज 2 वर्षदेखि सडक माइती घरमा बसिरहेको छु गोर्खाको छोराले मलाई न्याय दिनुहुन्छ म पूर्ण विश्वस्त छु नवगठित सरकार बालेन शाह पुस्तान्तरणको लडाइँ र म यो चुनावमा यही करप्सनको बारेमा होमिएर एउटा क्यान्डिडेट पनि हो भक्तपुर 2 नम्बर क्षेत्रमा त्यो अपराधीलाई हामीले जनताबाट लडाइसकेका छौँ अब प्रहरी प्रशासनले कठारा समातेर ल्याउँछ भन्ने मैले पूर्ण विश्वास गरेको छु तपाईको जाहेरी दर्ता भयो जाहेरी दर्ता त अस्ति नै पनि भएको थियो आज पनि प्रहरीकोबाट चाहिँ भएर सरकारी वकिलमा आएको छ अब पक्राउ अदालत जानु भएको छ पक्राउ पुर्जी आउँछ आउँदैन मलाई थाहा छैन तपाईले चाहिँ निवेदन मात्रै न्याय नपाउने कारणै छैन 2000 भन्दा बढी तपाईले चाहिँ निवेदन मात्रै दर्ता गर्नुभयो जाहेरी दर्ता भएन भनेर तपाईहरु हेर्नुस् न त ल मसँग अर्को ओसी कपी छ ओसी कपी छ तपाईहरु हेर्नुस् यो के हो हैन तपाईहरु यहाँ हेर्नुस् यो पूरक जाहेरी हो ल क्यामेरा माथि अलि भन्नु जाहेरी नेपाली पनामा लिएर आएको जाहेरी हो यो है साथी यही जाहेरी मसँग ओसी कपी छ यही कपी हो अब हेरौँ मलाई आशा छ गोर्खाको छोराले मलाई पक्कै न्याय दिनुहुन्छ मलाई हेरेर न्याय दिने होइन सयौं प्रमाण तपाईहरुको मिडियाबाट यत्र तत्र छरिएको छ म यसपछि समाउन नसक्ने किन र कसरी भन्ने कुरा हामीलाई लिखित जवाफ चाहिन्छ सरकारी वकिलको प्रमुखलाई मैले भनिसकेको छु तपाई नेकपा एमालेको कार्यालयमा गएर बस्नुस् यो जनताले न्याय पाउने ठाउँ हो जनतालाई न्याय दिन बस्नुपर्छ नेकपा एमालेको पक्ष पोषण गर्नको लागि होइन भनेर उहाँसँग मेरो टसल परिसकेको छ र उहाँहरू फाइल लिएर जानुभएको छ तपाईँ मौकामा चौका के भन्नुहुन्छ मेरो 76 जना भाइ बहिनी मरेका थिए त्यही जुत्ता लिएर म चुनाव लडेको थिएँ तपाईलाई थाहा छैन त्यति कुरा पत्रकार साथीहरू तपाईँ नेकपा एमालेको बन्न छोडिदिनुहोस् स्वतन्त्र पत्रकार गर्नुहोस् है तपाईँहरूलाई मैले भनिरहेको छु त्यत्रो आन्दोलनमा आज यो भएर आज नवगठित सरकार बनिरहेको छ अनि त्यो सरकार विरुद्ध आज पहिलो दिनमै आएर यिनीहरूले गरेका